माथि गम्भीर आरोप लाग्यो संसदीय छानबिन समितिसम्मको माग उठाउनु यो अहिलेका विपक्षीहरू चाहिँ माग उठाउने अनि आफ्नै माग फेरि बिर्सिने फेरि नयाँ माग सिर्जना गर्ने भन्ने कुरातिर लाग्नु भयो होइन सरकारले सुन्दैन पो यो फागुन 21 आम निर्वाचन हो आम निर्वाचनले क्रम भङ्ग गर्यो राजनीति पनि गर्यो उमेरमा पनि गर्यो होइन तर अहिले बजेटमा के देखियो भने शून्य देखियो जुन कर्मचारीहरूले जे लेख्यो नि त्यो लिएर साथीहरूले आउँछ यहाँभन्दा जुन नयाँ भन्ने साथीहरू जुन सोच चिन्तन देश बनाउने देखिएको छैन यस कारणले देखिएन नयाँ नयाँ कुरा आउनु पर्थ्यो नयाँ कुरा केही छैन उहाँले जुन ढङ्गले हामीले क्रम भङ्ग गऱ्यौँ राजनीति रूपमा उमेरमा भन्थ्यो त्यो चाहिँ देखिएन नयाँ आएछ त भौतिक पूर्वाधार मन्त्रीले उहाँ रोड नबनाउने ठेकदारको खुट्टा भाँच्दिने भिडियो हेर्नु भएन होइन त्यो त्यतातिर चाहिँ हामी नजाउँ कि हामी केमा जाउँ भने त्यो चाहिँ उहाँको कुरो खुट्टा भाँच्न सक्नु हुँदैन किनभने उहाँको हैसियत देखिसक्यो उहाँको खुट्टी देखिसक्यो त्यो सम्भवै छैन उहाँले गर्छ नि होइन उहाँले यसो भरम पार्न खोज्नु भएको त्यो भरमबाट हामी त्यसरी भरमा पर्नु त्यसले गर्दाखेरि मलाई के लाग्छ भने जुन ढङ्गले बजेट ल्याउनु पर्थ्यो मुलुकको निम्ति राष्ट्रको निम्ति त्यो देखिँदैन यसले गर्दाखेरि जनताले जसरी हिजो आशीर्वाद दिएर मतदान गरे नि त्यो मतदान चाहिँ खेर जाने स्थिति देखियो जनताहरूले अहिले गुनासो गर्न सक्यो हामीले गल्ती गऱ्यौँ भुल गऱ्यौँ भोट हाल्नु हुँदैन भनिसक्यो अब तपाईँहरूलाई विगतमा भोट दिँदाखेरि पनि गल्ती भयो अहिले नयाँलाई दिँदा नि गल्ती भयो अब कसलाई भोट दिने त मङ्गल ग्रहबाट उम्मेदवार ल्याउनु होइन हामीलाई भोट दिँदा त गल्ती भनेको छैन गल्ती 30-35 वर्षमा के गर्नु हो त तपाईँहरूले गल्ती गरेको भए त यो ठाउँमा तपाईँले मलाई डाके गर्ने दुई तिहाई तपाईँहरूको हुँदाखेरि पनि लखाटे हो बल्लटार कसरी गल्ती गरियो म यसरी आउनै थिइनँ नि जहिले तपाईँ डाक्न भएको छ हेर्नुहोस् कहिलेदेखि आएको त तपाईँ आफै सम्झिनुहोस् त्यता नजाउँ कि र हाम्रो चाहना हाम्रो इच्छा के छ भने यही सरकारले राम्रो काम गरे हुन्थ्यो भन्ने छ तर त्यो दिशातर्फ गएको थिएन यसले काम गर्नु सक्दैन जस्तो तालिम भन्दा पनि मलाई के लाग्छ भने जुन ढङ्गले उहाँहरूको सोच र थियो नि सोचै गलत रहेछ मैले अघि एकजना मान्नेलाई भने यो देश विकास गर्नका निम्ति तपाईँहरूको दृष्टिकोण विचार के छ भनेको उहाँले के भन्नु भने हाम्रै बिचमा लडाइँ छ बहुत गाह्रो हो सत्तापक्षकै मान्ने सत्तापक्षमा त्यसो भनिसकेपछि अब यो सम्भव छैन मलाई के लाग्छ भने कुनै पनि काम गर्दाखेरि अनुभव हुनुपर्छ एउटा दृष्टिकोण विचार हुनुपर्छ त्यो नभइकन यो पार्टी चाहिँ सबैजना भेला भएर जम्मा भएको पार्टीले गर्दाखेरि मुलुक अगाडि जाने स्थिति छैन यसमा तपाईँहरू ढुक्क हुनुहुन्छ है यो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनपछि सरकार परिवर्तनको हल्ला पनि चल्दैछ होइन रवि लामिछानेलाई यहाँले समर्थन गर्न लाग्नु भयो मलाई के लाग्छ भने नि यो पार्टी त्यसो नगरोस् हाम्रो शुभकामना छ तर मुलुक बनाओस् तर मुलुक बनाउने देखिन्छ त्यो त अर्काको पार्टीको लागि यसो गर्छ म भन्न चाहन्न कि मेरो कुरो यो छ तर सरकारको अहिलेको सिनारियोले राम्रो सङ्केत गरेको छैन तपाईँले यहाँ बसेर देखिराख्नु भएको छैन त्यहाँ माथि मेला लाग्छ छेउपट्टि देख्नुहुँदैन नौवटा चाहिँ मन्त्रालयको बारेमा व्यापक रूपमा छलफल भइरहेछ मन्त्री 2-3 जना छ अनि कति जिम्मेवार छ यसले पनि तपाईँलाई स्पष्ट पारिहाल्छ अनि चाहिँ अब अर्थमन्त्रीले चाहिँ तपाईँको पुरानो जुन देखाइदिउँ भनेर भन्नुभयो डर चाहिँ लागिरहेको छ भित्र मुटु ढुकढुक देखाइदिइहाल्नु भयो भने त भनेर भन्ने चाहिँ भएको छ होला त अर्थमन्त्रीको खुट्टी देखिसक्यो उहाँले कहिले कहिले मास्टर भएर हामीलाई चाहिँ पढाउनु खोज्नुहुन्छ क्या पढाउनु खोज्नुहुन्छ पिएचडी गरेको मान्छे प्रोफेसरै हो त्यो गर्नुहुन्छ उहाँले के भन्नु भनेदेखि तपाईँहरू पुरानो पार्टी भनेर दमदार थियो केही जान्दैन भन्नुभयो तर हामीभन्दा पुरानो पार्टीको आउँदो रहेछ त्यो काङ्ग्रेसको सरकारको राष्ट्रिय योजनाको उपाध्यक्ष बन्नु भएको थियो उहाँले त्यसै अलिकति यसो स्मार्ट खालको देखाउने चाहन्छ त्यो स्वभाव किन उहाँको तर उहाँले पनि जुन मुलुकको अर्थतन्त्र छ नि लयमा लिएर मुलुक अगाडि बढाउने सम्भव छैन त्यो सबै जाउँ भन्ने भएको छैन दुईहरूको होइन रुपियाँ पनि भ्रष्टाचार गरेको रहेछु भने म सार्वजनिक जीवनै त्याग्न तयार छु राजनीति छाडिदिन्छु भन्नुभयो राजनीति छाडिदिन्छु भन्नुभयो राजनीति छाड्ने नछ नि उहाँको कुरो तपाईँले मेन ढङ्गले अध्ययन गर्नुहोस् खोजबिन गर्नुहोस् न थाहा भइहाल्छ नि तपाईँलाई काम त कुनै होइन सेलाएको छैन हामीले यो बजेटमा चाहिँ बजेट चाहिँ पास गरौँ होइन छलफल गरौँ यसैमा हाम्रो कतिपय कामहरूलाई चाहिँ अगाडि बढाउँदै जाउँ यसलाई चाहिँ हामीले के भन्यो भने हिजो चाहिँ उहाँहरू पनि भन्नुभएको संसदीय समिति बनाउँ भन्दा पहिला यसमा धेरै अड्क्यो हुँदैन तर हामीले बनाइदियौँ हामीले के भन्यो भने हिजो हामीले बनायौँ तपाईँले बनाउनुपर्छ भन्ने हाम्रो मान्यता गरेको छ हामी केही समयपछि फेरि यो सदनमा छानबिनको लागि माग मात्र होइन मैले अस्ति तपाईँले एउटा कुरो भने याद छ तपाईँलाई बालेलाई घुँडा टेकेर ल्याउँछु ल्याउनु त ल्याएको हो कि नि सदनमा त्यस्तै अर्थ ल्याएर चिप्लाइदिनु पर्ने हो चिप्लिनु आफै चिप्लियो त्यसको बारेमा धेरै टिप्पणी छैन कि तर मलाई लाग्छ
अर्थमन्त्रीलाई पनि हामी दुई सदनमा त्यही ठाउँमा ल्याउँछु ल धन्यवाद ल मेरो कार्यक्रम छ